हेलो साथीहरू, म चाहिँ अब आज पनि बिहान बिहानै काममा जान आएको होइन। वेलकम छ मेरो युट्युब च्यानलमा चाहिँ नयाँ ब्लगमा। म चाहिँ मर्निङ सिफ्ट हुन्छ नि त हाम्रो, त्यही भएर बिहानै 7 बजी नै काममा जाँदै रहेछु। म चाहिँ टक्क साइकलमा जान्छु होइन। मेरो साइकल चाहिँ यता यस्तो बसिरहेछ, आफ्नो साइकलमा टक्क उडाउँदै जाने हो बिहार जसरी। साथीहरू हामी चाहिँ काममा जाँदै होइन, दुईजना साथी र म साइकल चलाउँदैछौँ हामी चाहिँ होइन। बिहारमा टक्क लाएर आफ्नो बिहारमा काममा जाने हो टक्क दुईजना होइन। हामी चाहिँ फाइनल्ली पुग्न लागिसक्यौँ काममा चाहिँ। एकैछिनमा चाहिँ हामी काममा पुगिहाल्छौँ होइन। त्यसपछि काममा गएको भ्लग पनि आउट हुन्छ होइन साथीहरू। अहिले यति नै है। ल है त साथीहरू, ल साथीहरू आइपुग्यो काम गर्ने ठाउँ। है के गरे ओ के गरे ओ के यहाँ पिसा खाने ठाउँ हो यो? त्यहाँ माथि छैन पिसा खाने ठाउँ? यहाँ मुनि हो? यतातिर के हुँदैछ है साथीहरू? काम गर्न आएको गाडीतिर पसेछ मान्छेहरू होइन। अब यता त्यहाँतिर पोल ढल्छ अरे, पोल ढलेको ठाउँमा काम गर्नुपर्छ होइन। अब टक्क काम गर्ने हो, दिनभरि लाग्छ आज। यहाँ पोल ढलेछ अरे, पोलमा तार तार्नुपर्छ होइन। तार तान्यो के गर्यो, गाह्रो छ साथीहरू होइन। बाटो पनि पुरै हिलो हिलो छ होइन। यहाँतिर पोल ढलेर तारहरू सबै तल 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 छ। भलले पुरै पोल ढालिदिएछ होइन। अब यहाँ यस्तो भइरहेछ साथीहरू, यहाँ सबै तार तान्नुपर्छ हामीले। पुरै यहाँ छ बिजोग बनाइदिएछ त, भल पुरै पसेछ होइन। यता पुरै भल पसेर साथीहरू यहाँतिर त बिजोग बनाइदिएछ होइन। यता पुरै यतातिर पुरै गइरहेछ साथीहरू पानी होइन। अब हामी चाहिँ यो पोलबाट स्टार्ट गर्नुपर्छ होइन साथीहरू। सक्यो है साथीहरू हाम्रो यहाँको कामहरू। यहाँको काम पनि सक्यो होइन। यता सोल्टीले सबै सनबक्स राखेर यता टक्क लाएर यहाँतिर तार पनि पुरै तान्ने होइन। अब हामी लागिन्छ अर्को गन्तव्यतिर। त्यसै साथीहरू नेपालै हो, पनि नेपाल नै हो है, यसलाई नेपाल नै भन्छ है। यस्तो दामी छ है। हामी चाहिँ अहिले ठ्याक्कै ललितपुरबाट हिँडिरहेछौँ है। कहाँतिर भनेपछि कुन ठाउँ थाहै भएन है। हामी टक्क अब मेसिन बनाएर, मेसिन टिपेर मेसिन बनाउनु आएको थियो। टक्क मेसिन बनाएर फेरि अब जाँदैछौँ अफिसतिर। अफिसमा गएर फेरि काम गर्नु जाने हो। जाम्बा पऱ्यो पुरै जाम है, पुरै जाम छ होइन साथीहरू। गइन्छ हामी अफिसतिर कामको लागि। हामीलाई काम आइसक्यो होइन। अब यहाँ यस्तो खतरा बाटो छ, हेर्नुहोस् यस्तो दामी भ्यू छ है, खतरनाक। यता चाहिँ हाम्रो साथी मस्त निन्द्रामा। जब तक राजू श्याम नहीं आता तब तक मस्त सो जाता हूँ। थाहा भएन है मलाई, थाहा छ भने कसैले भन्नु चाहिँ साथीहरू कुन ठाउँ हो। यतातिर कोही बस्नुहुन्छ भने कुपन्डोल है साथीहरू, कुपन्डोल ठ्याक्कै कुपन्डोलमा छौँ है हामी। यस्तो दामी भ्यू छ है, खतरनाक।
चाहिँ दामी खतरा ल राजावादी हो लागौ है ल राजावादी हो लागौ लाग्यो परिवर्तन गर्नु पर्दै भने आउँछ राज गरिदियो बस मलाई राजावादी हो राजा भन्नुपर्ने साथीहरू हामी चाहिँ टक्क काम गर्न आएको छौँ होइन उता दाइहरू काम गर्दै हुनुहुन्छ गाडी यता पार्किङ टक्क गाडी भएर आइसक्रिम खाँदै हामी होइन चाहिँ ठ्याक्कै हामी चाहिँ फुटुङमा हो डाँडामा दामी छ ठाउँ चाहिँ खतरनाक अनि हामी चाहिँ उता काम गर्दै छौँ हामी चाहिँ फाइबर टेक्निसियन होइन अनि चाहिँ फाइबर टेक्निसियन होइन हामी हाम्रो चाहिँ काम यस्तो हुन्छ है गाइज ल हेर्नुहोस् सानो सानो तार होइन यता दाइले चाहिँ स्पेसिङ हान्दै हुनुहुन्छ यता छाडा बोल्दैछ यहाँ चढ्ने हो राख्ने हो काम चाहिँ यस्तो छ है साथीहरू ल ठाउँ नि दामी छ यहाँ चाहिँ डाँडामा दामी छ ठाउँ यता चाहिँ नुवाकोटी पुग्छ यता हुँदै कता कता डाँडा पुग्दै नुवाकोटी जान्छ अरे भन्छ यो एउटा चुकियाले अरे कौन भौंक रहा है ये बदतमीज यहाँ पे काम चल रहा है और ये निकलो बाहर निकालो इसको बाहर निकालो भ्यू चाहिँ कस्तो दामी आइरहेछ हौ के फोटो खिचेर पठाइदिने हो -1 यस्तो छ साथीहरू काम खतरै छ है हाम्रो काम चाहिँ दाइहरूले काम गर्दै हुनुहुन्छ हामी त अब यस्तो हलि नै बस्ने हामी भने नयाँ नयाँ हो होइन घरको दाइहरू 5-7 वर्षको एक्सपिरियन्सवाला हुनुहुन्छ होइन दाइ यस्तो दामी रोडमा नि 20 किलोमिटर पर आवर रे यार ठिकै रहेछ तल चाहिँ पुरै पानी मात्रै माथि मात्रै हल्का फ्लेभर साथी अहिलेलाई चाहिँ यति नै है त बाई बाई अर्को भिडियोमा भेटौँला